हेलो एभ्रिवान। आज हामी मेकानिक्स अफ स्ट्रक्चर को अर्को सेकेन्ड च्याप्टर तर्फ लाग्नेछौँ। सेकेन्ड च्याप्टर सिम्पल स्ट्रेस र स्ट्रेन को बारेमा हुनेछ। यदि तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला, किनभने यो च्यानलमा सधैँ तपाईहरु जस्तै विद्यार्थीको लागि र हेल्पफुल नोट्स र इम्पोर्टेन्ट क्वेशनहरु र त्यसको लेक्चर भिडियो सोलुसनहरु पनि आउने गरिन्छ। तपाईहरु यदि च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला, साथै यो भिडियो आफ्नो साथीभाइहरुसँग पनि शेयर गरिदिनु होला। अब हामीले सेकेन्ड च्याप्टरमा सबैभन्दा पहिला स्ट्रेस पढ्छौं, त्यसको टाइप्सहरु पढ्छौं अनि स्ट्रेन पढ्छौं र त्यसको टाइप्सहरु। यो लेक्चर च्याप्टर 2 को स्ट्रेस र स्ट्रेन को बेसिक लेक्चर हुनेछ। अब फर्स्टैमा हामी इन्ट्रोडक्सनबाटै लाग्नुपर्छ। स्ट्रेस भनेको यसलाई सिग्माले डिनोट गरिन्छ। अब यो च्याप्टरमा तपाईहरुसँग अब धेरै नोटेसनहरु आउन सक्छ, त्यही भएर यो च्याप्टर भरिमा तपाईहरु प्रत्येकको नोटेसन याद गर्नु होला, किनभने यो च्याप्टरको लास्टमा हामीलाई धेरै न्युमेरिकलहरु पनि गर्नुपर्छ, जहाँ हामीलाई यसको भ्यालुहरु अथवा यसको सिम्बलहरुको निकै नै आवश्यकता पर्छ। त्यही भएर यहाँबाट तपाईहरुको इच्छा छ भने यहाँबाट जस्तैको त्यस्तै नोट तपाईहरु पनि राख्नु हुनेछ। यहाँबाट सबै नोट तपाईहरु आफ्नो नोटबुकमा राख्नु होला र अब बिस्तारै यहाँ प्रत्येक दिन यो पुरै बुक कभर हुने गरी प्रत्येक लेक्चर र त्यसको न्युमेरिकल सहित इजी र सिम्पल ल्याङ्ग्वेजमा आउनेछ। त्यसैले प्लिज यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अब लागौ लेक्चरतर्फ। अब स्ट्रेस जसलाई सिग्माले डिनोट गरिन्छ, यसको डेफिनेसन हेर्नुस्। द रेसिस्टेन्स क्रिएटेड बाइ अ body against a deformation when force is applied on it is called stress. स्ट्रेस भनेको के हो भने रेजिस्टेन्स जुन कुनै पनि बडीको एगेन्स्ट डिफर्मेसन हुनको लागि एगेन्स्ट जुन कुनै पनि रेजिस्टेन्स क्रिएट हुन्छ, जतिखेर फोर्स एप्लाइड हुन्छ त्यसलाई के भन्छ स्ट्रेस। अब अर्को वर्डमा बुझ्दाखेरि इन अदर वर्ड इन्टरनल फोर्स अफ रेसिस्टेन्स पर युनिट एरिया इज कल्ड स्ट्रेस भनेको म्याथमेटिकली बुझ्दाखेरि इन्टरनल फोर्स अफ रेसिस्टेन्स पर युनिट एरियालाई के भन्छ स्ट्रेस भनिन्छ। यसको म्याथमेटिकली फर्मुला हेर्दाखेरि स्ट्रेस यानी सिग्मा भनेको रेसिस्टिङ फोर्स जसले आर डिनोट गरिन्छ बाई क्रस सेक्सनल एरिया अथवा एप्लाइड फोर्स बाई क्रस सेक्सनल एरिया। यसलाई सर्टकटमा लेख्दाखेरि सिग्मा भनेको आर बाई ए अथवा पी बाई ए हुन्छ, जहाँ पी भनेको एप्लाइड फोर्स र ए भनेको सेक्सनल एरिया हो। अब यसको युनिट न्युटन पर मिटर स्क्वायर अथवा पास्कल हुन्छ। अब धेरै विद्यार्थीहरूलाई युनिट हेरेर लाग्न सक्छ कि प्रेसरमा यसमा के डिफ्रेन्स छ। यसमा प्रेसर र यसमा धेरै डिफ्रेन्स भएकोले तपाईहरु यसलाई प्रेसर नभन्नु होला, किनभने यो स्ट्रेस हो। प्रेसर र यसमा डिफ्रेन्स छ, तर युनिट सेम छ, फर्मुला पनि लगभग सेम छ। यसको युनिट हो न्युटन पर मिटर स्क्वायर अथवा पास्कल। अब न्युमेरिकल गर्दाखेरि तपाईहरुलाई युनिट कन्जर्भेसनको काम लाग्न सक्छ, त्यही भएर यहाँ इम्पोर्टेन्ट युनिट कन्जर्भेसनहरु पनि लेखेको छ। अब 1 पास्कल भनेको 1 न्युटन पर मिटर स्क्वायर नै हो। अब 1 किलो पास्कल भनेको 10⁻³ न्युटन पर मिटर स्क्वायर हो। अब 1 मेगा पास्कल भनेको एम भनेको मेगा, 1 मेगा पास्कल भनेको 10⁶ न्युटन पर मिटर स्क्वायर हो। 1 गिगा पास्कल भनेको 10⁹ न्युटन पर मिटर स्क्वायर हो। 1 टीपीए भनेको डेटा पास्कल भनेको 10⁻12 न्युटन पर मिटर स्क्वायर हो। अब हामीलाई यसको टाइप्सहरु पढ्नुपर्छ। अब यसको फर्स्ट टाइपमा रहेको छ नर्मल स्ट्रेस। द स्ट्रेस डेभलप्ड अन अ बडी परपेन्डिकुलर टु इट्स क्रस सेक्सनल इज कल्ड नर्मल स्ट्रेस। नर्मल स्ट्रेस भनेको कुनै पनि बडीको क्रस सेक्सनको परपेन्डिकुलर डेभलप हुने स्ट्रेसलाई हामीले नर्मल स्ट्रेस भन्छ। यसलाई फर्दर 2 टाइप्समा डिभाइड गरेको छ। यसको टाइप्सहरुको बारेमा अब पढौं। अब फर्स्टमा छ कम्प्रेसिभ स्ट्रेस, जसलाई सर्टकटमा सिग्मा सी ले डिनोट गरिन्छ। द स्ट्रेस which has pushing force and tries to shorten or compress the body is called compressive body. यहाँ बडी हुँदैन, कम्प्रेसिभ स्ट्रेस। अब यो भन्न के खोजेको छ भने कुनै एउटा बडी छ जसमा पुशिङ फोर्स लागेछ र त्यो बडीको जुन ओरिजिनल साइज छ त्यसमा चेन्ज गर्न खोजिरहेको छ भने त्यसलाई के भनिन्छ कम्प्रेसिभ स्ट्रेस। जस्तो यो फिगर हेर्नुस्, यो फिगर एउटा बडी हो, यहाँ दुवै साइडबाट पी कम्प्रेसिभ फोर्स लागेको छ। यो बडीलाई क्रस सेक्सनली काट्दा यसको परपेन्डिकुलर लाग्ने स्ट्रेसलाई
जसलाई सर्टकटमा सिग्मा सी भनिन्छ, यसलाई के भन्छ कम्प्रेसिभ स्ट्रेस। अब अर्को छ टेन्साइल स्ट्रेस, जसले सर्टकटमा सिग्मा टी पनि भन्ने गरिन्छ। द स्ट्रेस विच हैज पुलिङ फोर्स एन्ड ट्राइज टू इलोंगेट द बडी इज कल्ड टेन्साइल स्ट्रेस। भनेको के हो भने यदि कुनै बडीमा पुलिङ फोर्स भनेको तान्ने फोर्स लागेछ, त्यो फोर्स त्यो बडीलाई के भन्छ इलोंगेट भनेको तन्क्याउन खोज्छ, त्यो स्ट्रेसलाई के भन्छ टेन्साइल स्ट्रेस। जस्तै यो फिगरमा हेर्नुहोस्, यहाँ एउटा बडी छ जसमा पी टेन्साइल फोर्स दुवै तर्फबाट लागेछ र यसलाई बडीलाई क्रस सेक्सनली काट्दा यसको परपेन्डिकुलर आउट डाइरेक्सनमा जुन स्ट्रेस लाग्छ त्यसलाई भन्छ टेन्साइल स्ट्रेस। अब अर्को छ शियर स्ट्रेस। अब शियर स्ट्रेसलाई हामीले टाउले डिनोट गरिन्छ। इट इज अ टाइप अफ shear developed on a body when subjected to two equal and opposite forces acting tangentially along resisting surface when a part of body tends to slide over another। भनेको यो भनेको तपाईहरु फिक्सन पढ्नु भएको छ भने लगभग त्यस्तै हो। अब हेर्नुस्, यदि फिगर मार्फत म तपाईलाई बुझाउन कोसिस गर्छु। यदि दुईवटा बडी छ भने र एक माथि अर्को बडी राखिएको छ, दुईटै बडीमा एउटा फोर्स लागेको छ र दुईटै बडी यहाँ बाँधेको कारणले यसलाई दुवैतिरबाट तान्दाखेरि यहाँ यताबाट पनि तान्दाखेरि यताबाट तान्दाखेरि यो दुवैवटाको बिचमा जुन स्ट्रेस डेभलप हुन्छ त्यसलाई भन्छ शियर स्ट्रेस। यसलाई टाउले डिनोट गरिन्छ। म्याथमेटिकली हेर्दाखेरि टाउ भनेको शियर फोर्स बाइ शियर एरिया हुन्छ। भनेको शियर फोर्सलाई यदि हामीले पी भन्यो र शियर एरियालाई ए भन्यो भने टाउ भनेको पी बाइ ए हुन्छ। अब अर्को टपिक रहेको छ स्ट्रेन। स्ट्रेनलाई हामीले इप्सिलोनले डिनोट गरिन्छौँ। After a force is applied on a body and stress is generated, some deformation or changes is seen in its dimension. The ratio of change in dimension to its original dimension is called strain. Strain भनेको के हो भने यदि हामी कुनै बडीलाई कुनै फोर्स लगाएर तानिरहेको छौँ भने त्यहाँ स्ट्रेस उत्पन्न हुन्छ। त्यस कारणले गर्दा के हुन्छ, त्यो बडीमा केही न केही डाइमेन्सनमा चेन्ज आउँछ। जुन डाइमेन्सनमा यदि चेन्ज भएको त्यतिखेर चेन्ज भएको जुन डाइमेन्सन हुन्छ त्यो ओरिजिनल डाइमेन्सनको रेस्पेक्टमा कतिले चेन्ज भयो त्यसलाई नै के भन्छ स्ट्रेन भनिन्छ। स्ट्रेनलाई जस्तै स्ट्रेन भनेको यसलाई इप्सिलोनले डिनोट गरिन्छ। भनेको के हुन्छ चेन्ज इन डाइमेन्सन बाइ ओरिजिनल डाइमेन्सन। अब फिगर मार्फत हेर्दाखेरि मानौ एउटा बडी हो जसलाई पी फोर्स लिएर तानिराख्दाखेरि यसको 3 मिटर जुन लेन्थ छ त्यो बढेर मानौ कि 3.2 मिटर भयो। अब 3.2 मिटर हुँदाखेरि यसको पहिलाको लेन्थ कति थियो 3 मिटर थियो। अब यो बढ्दाखेरि कति 0.2 ले बढ्यो। त्यही भएर यो जुन 0.2 बढेको छ यो ओरिजिनल कति थियो 3 र यो बढेर भयो 0.2। त्यही भएर स्ट्रेन भनेको यो चेन्ज इन लेन्थ बाइ ओरिजिनल लेन्थ 0.2 डिभाइड बाइ कति हुन्छ त्यति 3 चेन्ज इन लेन्थ बाइ ओरिजिनल लेन्थ हुन्छ। अब यसलाई ई ले डिनोट गरिन्छ जसलाई इप्सिलोन भनेर पढिन्छ। र एउटा कुरा धेरै विद्यार्थीले मिस्टेक गर्ने, यसको कुनै पनि युनिट हुँदैन, यानी कि यो युनिटलेस हुन्छ। त्यही भएर यसको कुनै पनि युनिट नलेख्नु होला। अब यसको टाइप पढ्दाखेरि यसको फर्स्ट टाइपमा आउँछ नर्मल स्ट्रेस। इट इज डिफाइन्ड एज चेन्ज इन लेन्थ बाइ ओरिजिनल लेन्थ। सरी, अब नर्मल स्ट्रेन भनेको सरी यहाँ स्ट्रेस लेखेछ, स्ट्रेन हुन्छ। इट इज डिफाइन्ड एज चेन्ज इन लेन्थ बाइ ओरिजिनल लेन्थ भनेको नर्मल स्ट्रेन भनेको हामीले कुनै बडी छ भने त्यसमा कुनै फोर्स लगाउँदाखेरि त्यसको जुन लेन्थमा चेन्ज आउँछ ओरिजिनल लेन्थको रेस्पेक्टमा त्यसलाई हामी स्ट्रेन भनिन्छौँ। म्याथमेटिकली हेर्दाखेरि नर्मल स्ट्रेन भनेको चेन्ज इन लेन्थ बाइ ओरिजिनल लेन्थ, यानी एप्सिलोन भनेको डेल एल बाइ एल हुन्छ। अब फर्दर नर्मल स्ट्रेनलाई दुई टाइप्समा डिभाइड गरिएको छ, कम्प्रेसिभ स्ट्रेस र टेन्साइल स्ट्रेन। अब कम्प्रेसिभ स्ट्रेनलाई इप्सिलोन सी पनि सर्टकटमा भन्ने गरिन्छ। द रेसियो अफ डिक्रिज इन लेन्थ टु इट्स ओरिजिनल लेन्थ इज कल्ड कम्प्रेसिभ स्ट्रेस। कम्प्रेसिभ स्ट्रेस भनेको लेन्थमा फोर्स लगाउँदाखेरि लेन्थमा त्यसको ओरिजिनल डाइमेन्सनको रेस्पेक्टमा कति लेन्थ घट्यो त्यसलाई के भन्छ कम्प्रेसिभ स्ट्रेन भनिन्छ। मानौ कि एउटा बडी हो, अब यसलाई फोर्स लगेर कम्प्रेसिभ फोर्स लगाउँदाखेरि यसको ओरिजिनल लेन्थमा के आउँछ चेन्ज आउँछ। त्यही भएर कम्प्रेसिभ स्ट्रेन भनेको डिक्रिज इन लेन्थ बाइ ओरिजिनल लेन्थ हुन्छ। अब अर्को हुन्छ टेन्साइल स्ट्रेन। टेन्साइल स्ट्रेन जसलाई इप्सिलोन टी पनि भन्ने गरिन्छ। द रेसियो अफ इन्क्रिज इन लेन्थ टु इट्स ओरिजिनल लेन्थ इज कल्ड टेन्साइल स्ट्रेन। अब यो कम्प्रेसिभ स्ट्रेन भनेको डिक्रिज इन लेन्थ हुन्छ भने टेन्साइल स्ट्रेन भनेको इन्क्रिज इन लेन्थ हुन्छ। त्यही भएर
अब यो एउटा कुनै बडी हो भने यदि यसमा पी फोर्स लगाएर यसलाई तानिराखेको छ भने यसको टेन्साइल स्ट्रेन्थ के हुन्छ, इन्क्रिज इन लेन्थ बाई ओरिजिनल लेन्थ। आज हामीले यतिसम्म गर्यो। अब आउँदो भिडियोमा तपाईहरुसँग नोटसहित अब अघिल्लो लेक्चर टाइप्स अफ स्ट्रेन्थको अझ थप टाइपहरू र यसको इम्पोर्टेन्ट डेरिभेसनहरू सबै यो च्यानलमा आउँछ। त्यसैले यदि तपाईहरुलाई यो लेखेको नोट्स राम्रो लाग्यो भने र यो भिडियो राम्रो लाग्यो भने तपाईहरु प्लिज यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला, किनभने यो च्यानलमा सधैँ तपाईहरुको लागि नोट र भिडियो आउनेछ। यदि तपाईहरु नयाँ हुनुहुन्छ च्यानलमा भने प्लिज यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।